हेलो साथीहरू, के छ हालखबर? फेरि पनि अलिकति यो बिगिनर फ्रेन्डली आइडियाजहरू सेयर गर्न आइसकेको छु म। र प्रायः जस्तो हामीले कर्डहरू सिक्दै गर्दाखेरि, कर्ड प्रोग्रेसन सिक्दै गर्दाखेरि युजली 9 out of 10 टाइम्स हामीले सिक्ने भनेको चाहिँ जी, त्यस पछाडि सी, डी, यसरी चाहिँ हामीले चाहिँ सिक्दै आइरहेका हुन्छौँ। अब फङ्सनल हार्मोनीको भाषामा भन्नुपर्ने भनेदेखि टनिक, सब डोमिनेन्ट अनि त्यस पछाडि डोमिनेन्ट कर्डलाई चाहिँ हामीले चाहिँ सिकिरहेको हुन्छौँ भनेदेखि यसलाई नै यदि तपाईँहरूले रिभर्स गर्नुभएछ भनेदेखि पर्सपेक्टिभ अर्कै पाउनुहुन्छ, मुड अनि त्यस पछाडि इन्भाइरोमेन्ट पनि अर्कै पाउनुहुन्छ है त। जस्तै अब हामीले 1 4 5 लाई चाहिँ अब हामीले बजायौँ होइन। अब यसलाई चाहिँ ठ्याक्कै रिभर्स गर्नुहोस् क्या, 5 4 1 गर्नुहोस्, फेरि अर्कै किसिमको इन्भाइरोमेन्ट, अर्कै किसिमको पर्सपेक्टिभ चाहिँ तपाईँहरूले चाहिँ पाउनुहुन्छ। ल हेर्नुहोस् है त, 5 भएन। अब युजली अब हाम्रो नेचुरल इन्स्टिङ भनेको चाहिँ यसमा पनि 1 4 5 जाने नै हुन्छ कि। अब डी बजाइसके पछाडि प्रायः जस्तोहरूले जीमा जानुहुन्छ, त्यस पछाडि एमा जानुहुन्छ नि। अब चाहिँ यहाँ चाहिँ यस्तो चाहिँ नगर्ने, सुरु चाहिँ डीबाट नै गर्दैछौँ हामीले, तर माइन्डमा चाहिँ यो डी चाहिँ 1 हो भनेर नबुझ्ने कि, तर यो डी चाहिँ मेरो 5th हो भनेर चाहिँ बुझ्नु पर्यो। 5th बजाए पछाडि 4 बजाउनुहोस् अनि बल्ल 1 मा जानुहोस्। अर्कै पर्सपेक्टिभ अनि अर्कै इन्भाइरोमेन्ट पाउनुहुन्छ यहाँ। 5 4 त्यस पछाडि बल्ल 1, तर एन्ड चाहिँ फेरि 5 मा है त। तपाईँहरू पनि पक्कै पनि ट्राई गर्नुहोला र कस्तो लाग्यो कमेन्टमा तपाईँहरूले भन्न सक्नुहुन्छ।